आज चाहिँ हामी घुम्नु आएको यता फोटो खिच्नु लाएर वाक्क लगाइसक्यो मलाई हाम्रो मोडलहरू लाइक कमेन्ट स्माइल फन पार्कको भिजिट नयाँ भिडियो हेर्नु पाउनुहुन्छ लाइक कमेन्ट गरिदिनु भयो ल ल फोटो खिची मागेर है यिनीहरूले यहाँ दुईजनाको आन्टी र खिचिसक्यो हामी राम्री भइसकेर फोटो खिचिसक्यौँ यो चाहिँ हाम्रो सीतापुरी कमल 4 कि 5 हो यो हाम्रो यो त 4 पर्छ होला 4 होला स्माइल फन पार्क भन्ने ठाउँमा आएको छौँ हामी चाहिँ घुम्दै आज यस्तै छ लुक यस्तो दामी छ कि शनिबारको दिन केटाकेटीलाई यसो घुमाउनु ल्याउनु चाहिँ सही ठाउँ छ स्विमिङ पनि खेल्ने ठाउँ छ अनि यसो हल्का फुल्का यहाँ हाम्रो यो दुईजना कसको हो नि यो फेरि पप्पी म एकछिन यता माथि पुगेर आउँछु यस्तो छ टक्कै पानी चाहिँ सबै अहिले सुकाइसकेको रहेछ पहिला चाहिँ यहाँ पनि दामी थियो बस्ने ठाउँ खाने ठाउँहरू अहिले चाहिँ अलिक भत्ताभुङ्गै बनाएको रहेछ त्यस्तै छ है आइरहेको छु म कस्तो छ ठाउँ यता पछाडि चाहिँ हाम्रो चिल्ड्रेन पार्क केटाकेटीहरू खेल्ने ठाउँ अनि यता चाहिँ यस्तै छ स्माइल फन पार्क भनेर चाहिँ यो यहाँ त्यति हुन्छ होला नि यो आर्ट चाहिँ बबाल हो यो पनि फेमस हो यहाँको फोटोसोटो खिचिसकेर यता पछाडिपट्टि हामी केटाकेटीहरूको खेल्ने ठाउँतिर जाँदैछौँ गार्डनहरू किचन एरिया हो त्यहाँ हो यहाँ पनि बोल्छ राम्रो छ अहिले त त्यो छ है सानो नानी खेल्दैछ पिङ यहाँनिर यस्तो छ ऊ पर फेरि ऊ सानो नानीहरू ढिकिल च्याउ खेल्दै हुँदो रहेछ यस्तो छ यो अवस्था यहाँको त्यो छ आज फ्यामिली भ्याकेसन हाम्रो नानीहरूसँग विद्या कस्तो लाग्यो आज स्विमिङ खेलेर मजा आयो धेरै पछि हो त्यो छ यहाँ हाम्रो म्याडम चाहिँ यस्तो छ यहाँ छोरी बहिनी अन्त ऊ चाहिँ केटो ओ सानो मान्छे ऊ आमा लु खतरा सही छ केटाकेटीहरू खेल्ने ठाउँ चाहिँ हाम्रो समीक्षा राइनी डन अरे भ्लग बनाउनु बिर्स्यो यिनीहरूले आज हेलो ओहो आन्टी र म चाहिँ यता पिङ खेलेको ढल्किन त पुरा लडिन्छ ओहो यस्तै छ लडी गइन्छ हाम्रो मनिषा र समीक्षा अब मनी पनि आइपुग्छ जाउँ आइपुग्छु भनेको छ कि होइन के को वान फोटो जाली फोटो कसको कुकुर खेलाउँदैछ पनि अरे ल अब यहाँ केटाकेटीहरू चाहिँ खेल्नु आउँदैन रहेछ यस्तै ठुल्ठुलो केटाकेटीहरू मात्रै आउँदो रहेछ यहाँ पार्कमा खेल्नु पर कुद्दैछ आन्टीहरू हामी चाहिँ चिसाले पानी पनि लिएर आइसक्यो हाम्रो सिटी सफारी पनि बाहिर आइसकेको रहेछ मनिका चाहिँ टक्क अब यहाँनिर एकछिन केटाकेटीलाई यसो खाजा खुवाउने चुक्छ रे लु छिटो खाने मनिका आइपुग्नु भयो अरे लु कस्तो लाग्यो यिनीहरू आज मजा आयो कस्तो भयो त अनि आजको रमाइलो हो कस्तो भयो पुण्डी झन्डै टाउको फुटाइस्
होइन टकटक यसलाई हेर्नु लाग्यो काले डुबो त्यसले जिम्मा मागेर यता छ आमा भनाउँदाखेरि फेरि डर हान्ला नि राम्री भएको थिएँ सबै यिनीहरूले गर्दा मेरो मेकअपै बिग्रियो अरू कहाँ उडेको फेरि चढ भन्दिनँ म रोकी त हाल्दो रहेछ दिदी निस्किनु आउनु खै त अनि बाइकमा जाने तिमी बाइकमा जाने लु जाऊ भाउजूसँग आज अब घुम्नु केटाकेटीको अब घर जानुपर्छ घर गएर खानु सक्छ घुम्न पनि भयो अब चाहिँ केटाकेटीलाई लिएर घरतिर यस्तै छ को बोल्नु भयो नि को बोल्नु भयो कसको टोलीहरूलाई भेला पारेर निकाल्दैछौँ हामी चाहिँ आजलाई अब यति नै सर्ट एन्ड स्विट भ्लग यतिमै बन्द गर्नुभयो ल आजलाई यति नै अब नेक्स्ट टाइम हेर्नुपर्छ नेक्स्ट भ्लग नेक्स्ट डेमा है ल ल ल फायर भएर ल राम्रोसँग जानु टिकटक बनाइदिनु अरे युट्युबमा हालिदिन्छु ल हामी चाहिँ यता अब यहाँबाट हामी निस्केको ल ल बाई बाई ले